Yeah. याद छैन हामीलाई याद छैन भ्लग बनाउनु सुरु भयो कता हो रे तल हो तू चाहिए हामी मुजी भन्ने ए खुट्टा नघिसार न मुला सिधा हिँड्न बाटो सम्ममा सिधा हिँड्ने के नकुद्न यो मर्छ आज यसको अन्तिम संस्कार गर्नुपर्छ कुन ठाउँ भन् त केटो यो यो कसनको बगान बगान दुई बगान बजार हामी बगान बजार आयो इ दिबर यो सुक्ना ढिलीको पानी ट्याङ्की पानीले भरिएको छ हौ नबसौँ हिँड्न नबस्ने हौ बसेर काम छैन कि हिँड्नु पर्छ यार जोस जागिरीले हुन् न कस्तो यार यस्तो हुँदैन झन् तल त जाँदैन लो भूत आयो बाजीबाट गराउँदैछ अनि बोल्दैछु नि त अनि बोलेको देख्दैन ए सुन्दिन मेरो बुट जान्छ जस्तो छ आज गर सौरभ जोशी पनि नटेछ छ हौ 3 जना छन् जा तल जानु 1000 भइसक्यो होइन फेरि गरिदे पछाडि फर्की के गर्छ र अनि उता पर्छ पछाडिबाट गयो घर गयो यो पनि कुदो देखि त दिबर ओए छाला उत्तानो ओहो यहाँ पो छ त झर्ना त फोटो खिच्दा गई खिच्दिउँ न त यस्तो छ गाइज हेर्नु होला सबैजनाले सब्सक्राइब गरिदिनु होला यो नटु यहाँ अर्को यसको नाम के हो यसको नाम के चेप्पे बस्न उया बस्न फोटो सेसनमा आइसक्यौँ हामी फोटो सेसन चलिरहेछ यहाँ म यता छु मेरो पनि खिचिदिन्छस् खतरा बसिदिरहेछ नटुले ए हाँस्दैछ मुस्कुराउँदैछ खिच्दै अरू रिसाइसक्यो बस्दिउँ न त थोरै होइन यो कहाँ आयो रे फेरि In my brain, I thought you might be lying. खिच्ने के गनायो यार बिचमा जाँदै हामी ओइ आइज माथि आइम रे केटाहरू त्यता नआउँदै छ यार ओइ यता पनि हेर यता पनि हेर यताली केटा के छ ठिकै छ आइज
भन्ने बित्तिकै लडी त हालिदिएँ म त त्यहाँ नट्टुले गर्छ अझै उता आउँदैछ माथिबाट झर्दैछ सबै भिज्यो माछालाई आइरहेको छ राम्ररी ठिकै आइरहेको छ सबै भिज्यो माछा हिँड्न जाऊ भिडियो बनाउँदैछ खोइ हाम्रो बनाएको थियो ब्लग बना त आज झर्रा हेर्न गएको लड्यो भिडियो भन् न म त नुहाएर 3 चोटि लडेको मुला एउटा त यहाँ घाउ आएको छ एउटा यहाँ घुँडामा होला झर्नाबारी मुला कि त्यसले पठाइदिला नि त फोटो होइन तैँले भिडियो गरेछस् मेरो पठाइदिए के पोर्ट्रेटमा गरेछस् कि केमा गरेछस् यसरी इधर उता पागल भाइ मुला नुहाएरदेखि पागल भइसक्यो सबैजना सही सास फुल्छ क्या मेरो अनि मेरो चाहिँ फुल्दैन म चाहिँ इन्सान होइन केटा बुझ्छु म त रोबोट जस्तै गर्छु ठिकै छ सर ठिकै छ कस्तो भयो राम्रै भयो रमाइलो हुँदैछ तिमीहरूलाई कस्तो लाग्यो हामीलाई त सबै ठिक छ तिमीहरूलाई कस्तो लाग्यो एकदम ठिक बबाल दोस्त बबाल आउँदैछन् अरू त्यता यति हो होइन यता आउँदैछन् के भयो यसलाई ओइ के भयो त्यो कुद्न आँटेको जस्तो छ गर्छु नि धोका दियो के भयो ओ के त धर्को के हेरेको त के चाहिँ छ त्यहाँ हेर्नको लागि कालो सुन पो छ गोल्ड टिकट खोज्दैछ गोल्ड टिकट सान्ने आइज आउँदैछु त हौ के धन खोज्न के धना खोज्न कि चाहिँ सरलाई खिच्न मन लागेको छ त्यही भएर त सोध्नु भएको त होइन तपाईँलाई खिच्न मन लागेको होला सरको खिचिदिए मैले मोबाइल हालेँ मेरो हात हजुर यहाँ पानी बाटोभरि पानी जुत्ताभरि माटी लगाएको छ भर्खर फुल्दैछ अहिले बेलै भयो के भेटिस के भेटिस देखा त के पानी पाउँछ के हो देखा त अगाडि बस्छ रे अब यहाँभित्र अब निस्किन्छ त्यो चाहिँ घरमा आउनु न केटा यार मलाई देख्ने बित्तिकै फेमस चलाउने तिमीहरू ए तेरो भ्लग तँलाई देख्ने बित्तिकै फेमस होइन भिडियो सब भाइरल हुन्छ भाइ तँलाई देख्ने बित्तिकै मेरो फेरि बिल्ला हुन्छ बिल्ला अनि त काकाहरूलाई सबले चिन्छ अलि इन्ट्रोभर्ट हुन्छ नि फेरि ल तँलाई देखाइदिउँ न काकाहरू मलाई भोक लाग्यो भोक पो लाग्यो भोक दियो नि त अब म आन्टीलाई फोन गरेर पैसा माग्नु भन्छु पैसा सबै भिजा मेरो प्यार भएको फोनै गयो त जे होस् ठाउँ चाहिँ राम्रो छ फेरि फोटो सेसन भयो यिनीहरूको आउन पाएको छैन यिनीहरूको सुरु भइहाल्छ मेरो पनि गर्थ्यो नि त मेरो पनि गर्थ्यो ल तेरो फोटो डाल्दिन्छु ल नटु तेरो सकल देखा त बाख्रे 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 ब्या चल्दैछ जिन्दगी यस्तै नि छ त्यो यस्तै बाइकमा त केटाकेटी कस्तो उल्टो देखिरहेको छ ब्लड ब्लड देखिरहेको छ
त्यो पछाडि भनेको त माथि हो त होइन सर यस्तो बाइक यस्तो बाटो त सजिलै छ हौ यसलाई गाह्रो हुन्छ यो हिँडेकै छैन। त्यही त मुला बाइक त हुन्छ नि त बाइक त सानो हुन्छ नि त ठुलो गाडी त मुला त तिर पार जाँदाखेरि बाटो यस्तो धुँदो छ कि धुतो हेभी ड्राइभरहरू हुन्छ अस्ति नेपाल हार्दै घाटा पनि यार घरीले त अनि थोरै स्लट राख्नु पर्यो नि। यो एकाउन्टमा छैन अर्को फोनमा छ कि ला तराईमा आयो जस्तो लाग्यो Pone que, sube y sale que